तपाईले गर्नु भने त्यो तपाईहरुको हो हैन अघिको जस्तो तपाईले फिल गरे जस्तै मैले फिल गरे अहिले हो नि त धेरै अब हामी अनावश्यकमा गयौँ क्या लास्टमा आएर राम्रो थियो तत्त्वमा आइसक्यो तपाईँले त्यो दायाँ बायाँ कुरा ल तत्त्व भनेपछि के हो त कति राम्रो विषयवस्तु उठेको क्या अनि म तत्त्व भने के नै गर्छु अब त सक्यो नि टाइम खाइगयो नि अब तत्त्वलाई बारेमा म अलिकति बताउँछु दाउला आउ जानु होला तपाईँ घर तत्त्व भनेको त्यो तत्त्व कुन हो भन्ने भयो होइन त कुरो भगवान् अथवा चाहिँ गडको कन्सेप्टमा चाहिँ हामीले भन्यौँ कि त्यस्तो एउटा तत्त्व भन्ने कुरा आयो होइन अनि त्यो तत्त्व चाहिँ के हो भन्ने कुरा आयो होइन हजुर तत्त्व भन्नु हजुर तपाईँको प्रश्न चाहिँ तत्त्व भनेको के हो होइन तत्त्व केलाई भने के हो र केलाई भनिन्छ हजुर हजुर भनेको त्यो भगवानलाई भन्दा पनि अब केलाई त त्यो हजुर हजुर त्यही तर के अब त्यसलाई एउटा अन्डरस्ट्यान्डिङ लेभलमा भन्नु सक्छ त्यो तत्त्व भनेको ऊर्जा होला एनर्जी होला क्या शक्ति मैले बुझ्दा चाहिँ त्यही मेरो पनि त्यही हो हजुर त्यही होइन अलि रमाइलो गरी भन्नुपर्छ नि त्यही होला हजुर अब त्यहाँनिर हजुरको व्याख्या गर्नै पर्यो फेरि के हो त कहाँ छ त ऊर्जा भन्ने कुरा आउला होइन अनि फेरि त्यसरी पनि जाइन्छ नि त त्यसरी गइन्छ नि त अब जस्तो हजुर कन्टेक्स्टमा कस्तो भने अब त्यो ऊर्जा के हो त जस्तो यो अब सजीव पनि ऊर्जा हो निर्जीव पनि ऊर्जा हो जे छ सबै ऊर्जै भयो नि त अघि बिना ऊर्जा त यहाँ केही पनि छैन भने सबै ऊर्जा नै हो भने तत्त्व त्यही नै भयो होइन हजुर जस्तै म यहाँ बोलेँ नि हजुर त्यो ऊर्जा एभ्रिथिङ इज एनर्जी हजुर सक्यो सास फेरेको ऊर्जाले होइन एनर्जी इज अ तत्त्व तत्त्व इज अ एनर्जी हजुर यो चाहिँ तपाईँकै तरिकाले बुझाउँदैछु है म फेरि तपाईँले यो अनि यसरी जीवन त बुझाउँछ संस्कृतमा भाषाले बुझ्दिनँ क्या इङ्ग्लिसमा मैले बुझ्छु होइन इङ्ग्लिसमा आज छर्लमै हुँदो रहेछ क्या मेरो लाइफमा त झन् भन्दै बुझ्दिनँ इङ्ग्लिसमा पनि म राम्रो बुझ्दिनँ त्यति साह्रो तर बुझ्नै खोजिरहेको छु होइन त्यो त हाम्रो रूपेश सरलाई पनि थाहा चाहिँ छ त्यो जसरी अब म केही पनि होइन म सबै हो भनेर बुझ्न एउटा अन्डरस्ट्यान्डिङ गर्न सक्ने मान्छेले तत्त्व भनेको के हो भन्ने पनि उहाँले बुझ्नु चाहिँ भएको हो नबुझेको चाहिँ होइन तर पनि हाम्रो भ्यू पनि त बुझ्न पाउने अधिकार त्यही नै कुरा हो तपाईँले बुझेकै छ त्यसमा तपाईँले नबुझेर चाहिँ सोध्नुहुन्छ जस्तो मलाई केही पनि लागेन नबुझेर सोध्नु त्यो त फेरि हजुरले मलाई जज गर्नुहुँदैछ क्या जज त एकदम गर्दैछ नि यस्तो क्या मैले चाहिँ तपाईँले मलाई अब बुझ्नु भएको छैन बुझ्नु भएको छ भन्नु भन्दा नि हजुरले चाहिँ हजुर भन्नुहोस् क्या त्यो चाहिँ बेस्ट हो हजुरले चाहिँ हजुरको अलिक त्यत्रो भन्दा ट्विस्टिङ गइस भन्नुभयो र म त होइन ठिक छ बुझ्नु भयो नि तत्त्व चाहिँ कसरी व्याख्या हुँदो रहेछ तत्त्वको भनेर त्यो ठुलो चिजै होइन तत्त्व भनेको परम अब त्यसलाई भन्ने भाषा शैली वर्ड शब्द धर्म अलिअलि क्वेसन आइहाल्छ ठुलो तत्त्व भन्नु भएन तपाईँले ऊर्जा भनेको ठुलो होइन भन्नुभयो क्या ठुलो होइन तत्त्व भन्नु भएन अहिले होइन सर